कमल लोसार पनि हो। कमल लोसारको यहाँहरू सबैमा शुभकामना भन्दै स्वदेय गुरुहरूले पाठीगरा मन्दिरमा सन्ध्याकालीन आरती गर्दै गर्नुभएको एउटा दृश्य यहाँलाई देखाउन र म आफू पनि आरतीमा सरिक हुने एउटा अवसर दिएकोमा आफू धेरै भाग्यमानी ठान्छु। यो अवसर कहिलेकाहीँ मात्रै मिल्छ। राति बस्नु पर्यो कि बिहान राति नै आउनु पर्यो। मन्दिरका सधैँ गुरुहरूले चाहिँ बिहान राति नै र बेलुकाको साँझ परिसकेपछि प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको बिहान बेलुकै आरती गर्नुहुन्छ सधैँ गुरुहरूले। र यो अवसर पुष 15 गते मैले पनि देख्न पाएँ। एकदम भाग्यमानी ठान्छु। आज अलिक मौसम पनि बिग्रेको छ। आज दिउँसोदेखि अलिक कुहिरो आकाशतिर कुहिरो कुदिरहेको छ। अब यसपालि अस्ति मङ्सिर 6 गते परेको हिउँपछि फेरि हिउँ पर्न सकेको छैन र हिउँ पर्ने जस्तो गर्छ। फेरि घाम लाग्छ है। र आज अहिले बेलुकादेखि चाहिँ अलिक पाथीभरा क्षेत्रमा एकदम कुहिरो उडिरहेछ। कुहिरोले सधैँ देखिने हिमालहरू देखिन छाड्यो। मलाई लाग्छ अब हिउँ पर्छ होला। र यो आरतीको दृश्य यहाँलाई देखाउन मन परेर मैले आज म आफू पनि सरिक हुन पाएँ र सधैँ गुरुहरूले आरती गर्दै गर्नुभएको दृश्य यहाँलाई देखाउनको लागि मैले यो भिडियो बनाएको हो। पाथीभरा मन्दिर